है साथीहरू फेरि भर्खर पानी बिसाइरहेको थिएँ फेरि पनि पानी फ्यार परेछ यहाँ चाहिँ मेरो रुम तल यस्तो पानी जम्मा भइरहेको छ यताउता कतै पनि जाने ठाउँ छैन अझै फेरि ऐको जस्तै पानी फेरि 10 मिनट आइदिस् न फेरि यो डुब्छ यस्तै छ जिन्दगी परदेशीको साथीभाइहरू तपाईँहरू हेर्न सक्नुहुनेछ पानी यहाँ बगैँचा भइरहेको छ पानीको बगैँचा म चाहिँ अहिले यहाँबाट रिपोर्टिङ गरिरहेको छु अहिले तपाईँहरू हेर्न सक्नुहुन्छ पानी पानी यताउता भन्दा यतना चाहिँ अलिक जम्मा भएको छ क्या पानी उता सम्म भयो कि यहाँ हल्का खाल्टो थियो यहाँ पानी जम्मा भयो यहाँ तपाईँ हेर्नु सक्नुहुन्छ गाडीको पाङ्ग्रो कति डुब्छ आधा डुब्छ त्यो गाममा डुब्यो नि त हेर्नु त ए अब ठुल्ठुलो गाडी लाँदा त्यति मर्का छैन बाइकहरूलाई बिचरालाई कति दुःख छ यहीँ गरे बिचरा बाइकवाला दुःख छ गाह्रो भयो है ल ल ल ठिक छ होइन अब सानो तिनी पुन्टे गाडी त यहाँ गयो भने त अलिक डुब्ने सम्भावना पनि हुनसक्छ पानी फेरि फ्यार गरेको थिएँ फेरि अहिले आएन फेरि आउने जस्तो आधा अब पानी आयो भने त अब पानी आएको फेरि यस्तो मजा हुन्छ नि जरा पानी हुन्छ मान्छे सबैहरू हेरिरहेका छन् भने कसैले गाडी यताउता लिएर हिँडिरहेका छन् भने यस्तै छ अब यहाँ त म हिँड्न सक्दिनँ मलाई त डर लाग्छ मेरो घोडा पानी आउँछ माथिबाट सट्ट बगेर यतै आउने पानी हो उताको पानी पनि बगेर यतै आउने हो यताको पानी यतै बिचरा पार्किङवाला अलिक धेरै आउँदा रुम बिल्डिङभित्रै जान्छ होला पानी त वहाँसम्म समतल छ यहाँ चाहिँ हल्का खाल्टो रहेछ यहाँ धेरै जम्मा भएको पानी अर्को गाडी आयो हेर्नु सक्नुहुन्छ तपाईँ कति गाडी है साथीहरू अब म यहाँ बाटो क्रस गर्न लागिरहेको छु अब कसरी क्रस गर्ने अब गाह्रो छ पानी कति छ कति यार यति भिजाइदियो भने त ए बा ए लोटेलाई हेर्न सक्नुहुनेछ यता पनि हाम्रो सुमन सर आउँदै हुनुहुन्छ भिडियो गरिरहनु भएको छ उहाँदेखि हाम्रो सुमन सरले तर यहाँ चाहिँ पानी भरिरहेको छ यताहरू लास्टै पानी भरिदिएर गाडीहरू पनि हिँडिरहेका छैनन् यहाँ अगाडि हाम्रो सुमन सर हुनुहुन्छ के छ सर खबर ठिक छ टाढै होइन म ल साथीभाइहरू म पनि फेरि भ्लग भिडियो बनाउँदै बाटा हिँडिरहेको छु अहिले चाहिँ फेरि फ्यार पानी परिरहेको छ त बाटो त पुरा बन्द छ भन्दै नि त्यहाँ हेर्न जाँदैछु म अहिले चाहिँ फेरि पनि पानी फ्यार परेर अहिले म चाहिँ छाता ओढेर भिडियो बनाइरहेको छु हेर्न सक्नुहुनेछ फ्यार भनेको त ठुलै पर्न थाल्यो त हौ पानी त ल है यस्तै ठुलो पानी पऱ्यो नि अझै रमाइलो हुन्छ फेरि ल एकैछिनपछि म वहाँ पर पुगेपछि हजुरलाई त्यहाँको समस्याको बारेमा समाधान देखाउने छु ल है साथीहरू बनिरहनु होला है साथीहरू हेर्नुहोस् तपाईँलाई म भनिरहेको थिएँ पर गएपछि देखाउँछु भनेर यहाँ पानी यो बिचरा गाडीले बाटो नचिने कता हिँडे हेर्न सक्नुहुनेछ अब के गर्ने अब परदेशमा पानी आयो भने यस्तै हुन्छ नेपालमा त 1 महिना पानी आयो भने यस्तो हुने समस्या कि कमै हुन्छ भने दुबईतिर चाहिँ यो पानी आएको चाहिँ धेरै होइन छारा ठुलो पानी आएको थियो एकखेर 5 मिनट आयो एकखेर 6-7 मिनट आयो होला छारा ठुलै 10-15 मिनटको पानीले यस्तो भएछ भने अनि आधा 1 घन्टाको पानीले के कस्तो हुन्थ्यो होला नेपालमा जस्तो लगातार 1 महिना आउने त यहाँ त दुःखो अहिले एम्बुलेन्स आएको छ के गर्ने हेर्न सक्नुहुन्छ तपाईँहरू यस्तै छ जिन्दगी परदेशीको म चाहिँ यता रुमदेखि अलिक टाढा आइरहेको छु भने अहिले त यहाँसम्म आएछ भन्दै अहिले सुकेर रहेछ हेर्न सक्नुहुन्छ अहिले सुक्दै गइरहेको छु उता साथीहरू यहाँ हेर्नु पानी त यो त मेरा बानी यो त डुबेकै हो त यार यो त त्यस्तो त हुन्न त यार यो त भएन त यो के हो यो पारा ठिक छैन नि यो त हेर्नु त उहाँ गाडी आधा गाडी डुबाएर त्यस्तो पनि गर्नुहुन्छ गाडी डुबायो हेर्न
हेर्न सक्नुहुन्छ यता पनि डुबा हो उता पनि डुबा हो यो चाहिँ मनकुल रोडतिर हो यस्तो यस्तो जिन्दगी पर्दैछको म चाहिँ हेर्न आइरहेको छु यता पनि देखाइदिन्छु तपाईँलाई यो चाहिँ मेन रोड हो मनकुलको मेन रोड त्यहाँ अगाडि गएपछि सराबी चाहिँ नि सतुवा रोडको मेन रोड हो यो यता त ओह्रालो भयो मान्दै छ र यहाँ चाहिँ ओह्रालो रहेछ कि यहाँ त बस स्टेसनसम्म पानी आइरहेको छ कतना चाहिँ के छ पम्पर कतना चाहिँ छ के छ भने यहाँ थाहै छैन अब गाडी ल्याउँदै कसरी ल्याउने यहाँ मान्छेले अब त्यही भएर मान्छेले बिचमा गाडी हाल्नु किनले साइलेन्सरमा गएको छ पानी साइलेन्सरमा गयो भने त भ्याइन्छ ऊ त सेतो गाडीको पानी साइलेन्सरमा गयो जस्तो लाग्यो है मलाई गयो भने बिचरा डुब्छ यस्तै यस्तो जिन्दगी पर्दैछ कि ल अरू पनि गाडी आइरहेका छन् भने यहाँ चाहिँ पानी पर्न चाहिँ लागेको छैन साथीहरू फेरि पनि पानी दर्केला जस्तो छ अब छाता अब दर्क्यो भने त रमाइलो अन्त त अझै रमाइलो हुन्छ हावा पनि लगाइरहेको छ मेरो छाता पनि उडाइरहेको छ भने पानी दर्केला जस्तो समस्या परिरहेको छ है अब मैले देखिरहेको छु पानी दर्किने जस्तो समस्या ल यस्तै छ जिन्दगी पर्दैछको पानी दर्केला जस्तो छ छाँट यहाँ त अब आधा डुबाइसक्यो अब यस्तै पानी दर्क्यो भने कति के डुबाउने बिचरा बस